Rakas lalo, tumgi rakas ule. हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ हामीसँग आज 7वटा गाडी छ हैन। अनि त्यो अहिले चाहिँ हामी 2टा गाडी लिएर जाँदैछु पशुपतिमा। अनि यिनीहरूलाई छोडेर चट्ट लाएर पशुपतिबाट फेरि रिटर्न भएर फेरि हामीले अरू गाडीलाई लिएर आउनु पर्ने छ हैन। अहिले चाहिँ म दाइर म चट्ट बाइकमा जाँदै हैन। अहिले चाहिँ टक्क यहाँ चाहिँ एउटा सानो बलेरो र अनि पछाडि ठुलो बस लिएर जाँदैछु पशुपति। त्यही नै हो। अहिले चाहिँ म अमृत स्कुलमा देख्न सक्नुहुन्छ, अमृत क्याम्पस त्यही नै हो। सो गाइस चलो। त्यो मुनिको चाहिँ पशुपति सिधा हिँड्नु न त मुनि। सो यहाँ चाहिँ शनिबारको दिन छ, मान्छेको भिड छ होइन। त्यही नै हो जल गइदिएर त्यही हो होइन। हजुर त्यही हो, उताबाट हो अगाडिबाट घर छ भन्दा होइन। सो हामी चाहिँ पार्किङ त फुल छ क्या आज त। ल कहाँ राख्ने गाडी हो जनताहरू म चाहिँ अहिले दाइसँग बाइकमा छु अहिले चाहिँ। सो त्यही नै हो, फुल पार्किङ आज चाहिँ। सो एउटा जनता आइपुग्यो, एउटा उता बस्छ होइन। म छु पार्किङ भित्र होइन। गेस्टहरू छोडेर फेरि होटेल तर्फ जाँदैछौँ। बाहिर घुमिरहेको छ, जाडो नि भइरहेको छ। घाम मिलाएन आज त के भएको यस्तो। धेरै जस्तो चाहिँ आज राजस्थानबाट आएको होइन। हामी चाहिँ अहिले यहाँ जाममा गइसकेको छौँ। उता जानेको यता
पशुपति जाँदैछु होइन। अहिले चाहिँ म बसभित्र छु, अघि नै चाहिँ बाइकमा थिएँ। यसो हामी चाहिँ फेरि अनि यो चाहिँ फेरि हाम्रो जनताहरू यहाँ आउँदैछ। सो बवाल बवाल छ नि त आज गाडी पनि बस पनि। सो त्यही भएर म चाहिँ अहिले बसमा, अनि मैले चाहिँ त्यहाँ अगाडि दुईवटा ग्रुप चाहिँ छुट्याइदिइसकेँ। सो तिनीहरूलाई फेरि गएर फङ्सन हान्नुपर्छ, त्यही छ बाँकी काम चाहिँ। अब तिनीहरूले समथिङ दर्शन गरिसक्यो होला, केही छैन। अझै चिरमा जाँदैछु, मेरो पछाडि अझै दुईवटा छ, अगाडि दुईवटा छ भने चाहिँ 5वटा भइहाल्यो। त्यसको पछि नै अझै दुईवटा आउँदैछ, 7वटा छ आज चाहिँ। सो हाम्रो चाहिँ अलिकति भन्न नै के भन्छ डिफिकल्टै हुन्छ आज चाहिँ। त्यही भएर सो त्यो पनि ह्यान्डल गर्नुपर्छ। 7वटा गाडी छ, 7वटामा 3टा गाडी छ। त्यो माथि मैले चाहिँ 3टै हानेको, अनि अरूले चाहिँ 2-2टा हानेको। त्यही हो चाहिँ अब तपाईँहरूले देखाउँदैछु होइन। अब चाहिँ जाँदैछु, त्यही नै हो। अहिले चाहिँ म चाहिँ अमेलको गल्लीबाट हाइवे छिर्दैछु होइन, त्यति नै हो। सो यो गाडीले ऱ्याक हानिरहेछ होइन हामीलाई। त्यो ऱ्याक के हो गाडी चाहिँ थमेल छिन्छ चाहिँ यता। त्यही नै हो, चलो। जनताहरू आज त छिटो जान हो जनता लोक। आज त हाम्रै गाडीहरूले भरिदिन्छ क्या हो भनेको। चलो 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 और काटो और। सो हामी चाहिँ पार्किङमा छिरिसक्यो। हाम्रो जनताहरू टन्नै छ नि आज त मेरो पछाडि। सिधा 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 गाइस अहिले चाहिँ हामी पशुपति भित्र छ होइन। हाम्रो यो जनताहरू यिनीहरू चाहिँ राजस्थानबाट आउनु भएको छ। सो भैया इधर चलो 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 जल्दी जल्दी चलो चलो। सो हाम्रो जनताहरू त टन्नै छ आज। सब आइडेन्टी कार्ड ग्रुप छ होइन आज चाहिँ। अगाडि गइसक्यो मेरो जनताहरू नि। So alright guys, what a cute bike. So it's a starting how much second song. So yeah, यस्तो फुल यस्तो बवाल बवाल हुन्छ होइन। सो हाम्रो जनताहरू सब यहाँ ल्याएर बसिसकेको छ। म चाहिँ यहाँ टक। सो हाम्रो यो चाहिँ ग्याङ आज चाहिँ गल्तीमा करने जाना छ हामी होइन। सो आपका वो जूता चप्पल है ना, तो उधर उतर लो, सबका इधर ही एक साथ। हेलो भैया। म चाहिँ अहिले बुढाली पन्चमा होइन। आज दिन चाहिँ अर्जीमा खडो हेरेको छ होइन। त्यही हो के भइरहेछ बुढाली घन्टामा पेन्टिङ भइरहेछ जस्तो लाग्छ। अरे वाह, यहाँ चाहिँ पेन्टिङ कम्पिटिसन भइरहेको जस्तो लागिरहेछ। त्यही हो जताततै पेन्टिङ सेन्टिङ
वाला भइरहेको छ आज खै आज पेन्टिङ कार्यक्रम भइरहेको जस्तो लागिरहेको बुढानी कण्डमा र मैले रामसित आज भिडियो बनाउनु भएको छ त्यही भएर गाइस पछि अहिले स्वयम्भूमा होइन गाडी यार फार भी यार आज त फेरि फार पनि छ नि त हामीसँग होइन यो फार फारको केटाहरू छ आज होइन यो चाहिँ बोलेरो यो चाहिँ गाडी सो गाइस हामी चाहिँ अब स्वयम्भूतर्फ जाँदैछु होइन अझै हाम्रो दुईवटा त आउनै बाँकी छ होइन तिनवटा चाहिँ जम्मा भयो अब दुईवटा बाँकी छ अझै चलो 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 हाम्रो के हाम्रो जनताहरू यही त्यही भयो कति धेरै आधी स्वयम्भूट हाकिदिन्छ जस्तो छ आज सो तैँले हामी चाहिँ आज समथिङ 50 जना होला समथिङ अझै 50 भन्दा पनि बढी छ हामी चाहिँ आज अझै जम्मा हुँदैछ भर्खर 3टा गाडी जम्मा भयो होइन अहिले चाहिँ 3टा गाडीको त यत्रो जनताहरू छ एउटा बस त्यही हो जनताहरूलाई धेरै माथि जान मिल्दैन धेरै साउन्ड सुन्नुहुन्न गाड़ी अरे एक घंटे रैली मुखिया जी जा रहे हैं वीडियो किस चीज के लिए ब्लॉगिंग के लिए अच्छा ब्लॉगिंग मुखिया जी है मुखिया जी हाम्रो चाहिँ यत्रो धेरै छ हैन एक आदमी को 50 लगता है एमएल मार्केट कितना दूर है यहाँ से 50 मीटर है 50 मीटर होटल से अपने होटल से हाँ दे दो एक काम करो